नजी नजी तानेर बोल्या आफ्नै ठानेर शान्ति श्री परिवारको लागि प्लिज ट्याक्सीमा बसिसकेको अवस्था छ हेर्न सक्नुहुन्छ। सो हामी चाहिँ गिरिक पार जाँदैछौँ आज नेपाली फेस्टिभल हेर्नको लागि। ओके जीवन भाइ चाहिँ पछाडि बस्दै हुनुहुन्छ। अलराइट गाइस सी यू देयर। हामी चाहिँ फाइनली टिकट लिएर अनलाइन टिकट लिएर आइसकेका छौँ। धेरैजना त्यहाँ हुनुहुन्छ होइन, टिकटको लागि पुरा लाइनमा हुनुहुन्छ। सो अनलाइन टिकट चाहिँ लाइनमा लागेर भन्दा पनि एकदम सस्तो हुँदो रहेछ। जस्तै 5 दिनमा नर्मली हाम्रो टिकट लिइन्छ भने अनलाइनबाट चाहिँ 3 दरममा टिकट आउँदो रहेछ। सो हामी चाहिँ लाइन लाग्नु परेन, अनलाइनबाट ठ्याक्क एप्पल पे गरिदियो 3 रुपियाँ, भाइको र मेरो 6 रुपियाँ 6 दिरहम। सो इजिली हामी भित्र आउन सक्यौँ। सो सायद धेरै नेपालीहरूलाई थाहा थिएन होला, उहाँले चाहिँ 1 घन्टा 2 घन्टादेखि लाइनमा हुनुहुन्छ घाममा, यस्तो घाममा होइन। सो तपाईँले हेर्न सक्नुहुन्छ, मैले उहाँ कतिपय मान्छेहरूलाई जानकारी पनि गरेको थिएँ। सो बोर्डमा लेखिरहेको छ होइन टिकट यो एप्लिकेसनको थ्रु अथवा वेबसाइटको थ्रु पनि लिन सकिन्छ भनेर। सो धेरै नेपालीलाई थाहा नहुन पनि सक्छ, त्यस कारणले गर्दा उहाँहरू धेरै लाइनमा हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। सो हामी चाहिँ अलरेडी भित्र आइसकेका छौँ। सो है त कस्तो लाग्दैछ? म चाहिँ नेपालीहरूको एकदम धेरै राम्रो प्रस्तुति 61 नारायण सपोर्टका लागि ताली बजाइदिनुहोस्। रमाइलो भएको छ भने एकचोटि फेरि ताली बजाउनुहोस् त। आज त हामी इतिहास रच्ने दिन। के रच्ने दिन रे? आज हामी जो जे जस्तो जे भए पनि हामी नेपाली हो कि होइन? ओके, अब भने म अर्को प्रस्तुतिलाई चल्न चाहन्छु। यतिखेर यहीलाई कर्म थाल्नु। तो शान्ति श्री परिवारको लागि प्लिज। कृपया सनमजी, मैले अघि नै तपाईलाई उद्घोष गरिसकेको छु, आफ्नो टिमले प्रस्तुति दिँदै गर्दाखेरि आफू चाहिँ डिजेहरुसित हुनैपर्छ है त। आफ्नो संस्कार र संस्कृति नभुलौं भन्ने हिसाबमा हामी हिन्दू जागरण नेपाल युएई शाखा चाहिँ तपाईहरुसँग आबद्ध रहेका छौं। अहिलेका जनमानसमा युवा युवतीमा आफ्नो संस्कार भुल्दा आमा भन्न सकेको छैन, हे मेरो बाबा भन्न सकेको छैन। नेपालमा हामी धेरै गाउँ ठाउँमा हिँडिरहँदाखेरि उहाँहरूले मेरो छोरो बाबु युएईमा गएको आज 4 वर्ष भयो, एक कल फोन छैन भन्नुहुन्छ, रुनुहुन्छ। उहाँका श्रीमतीहरू अनेक ठाउँमा हुनुहुन्छ, उहाँले घरमा आफ्नै आमा बाबुलाई पनि आफ्नो सम्मान गरिरहनु भएको छैन। यसले गर्दाखेरि हामीले जहाँ जहाँ भए पनि आफ्नो संस्कार र संस्कृति भुल्नु हुँदैन भन्ने धारणाका अनुसार हामी हिन्दू जागरण युएई यहाँहरू माझमा रहेका छौँ। आदरणीय श्रोताबिनहरू, आदरणीय वचनविदहरू, हरेक साप्ताहिक रूपमा र हरेक मासिक रूपमा तेस्रो हप्ता हिन्दू जागरणले भजन कीर्तन पनि गर्दै आइरहेको छ र अब हाम्रो सुरु हुँदैछ। यहाँलाई धन्यवाद। मंगलम पुंडरी काक्ष्य मंगलाय तनो हरे
युएमा फेस्टिभलको भइरहेछ चमक मण्डलीको तर्फबाट सबैलाई नमस्कार मण्डलीको तर्फबाट सबैलाई नमस्कार जोगाऊ आफ्नो संस्कृति हटाइदेऊ विकृति 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 जोगाऊ आफ्नो संस्कृति उतिखेर हाम्रो 2 मिनेट वेट गर्नु पर्यो अनलाइन थियो टिकट 3 रुपैयाँमा यी सेवा यहाँबाट डाउनलोड एक नम्बरबाट डाउनलोड गर्नुहोस् तपाईहरुले अच्छा नेट आयो तपाईलाई नेपालको नम्बर चाहिएन हैन यहीँको नम्बरबाट नेपालको नम्बर अब आउने भयो ओपिटी नम्बर नेपालमै आउने भयो त्यो भएर चाहिँ हामीले एक्सेस नहुने भयो यहीँको नम्बर राखेर गरिरहेको थिएँ ट्रान्सफर नर्मली ई सेवा एप्लिकेसन डाउनलोड गर्ने हो नेपालमा हजुरले जसरी ई सेवा एप्लिकेसन डाउनलोड गर्नुहुन्छ नि सेम प्रोसिजर हो हजुरले चाहिँ अब यहाँ नेपालको नम्बर सट्टामा युएको नम्बर चाहिँ एउटा नम्बरबाट डाउनलोड गर्ने यहाँदेखि नेपालको नम्बरमा कसरी पैसा ट्रान्सफर गर्ने यहाँको ई सेवा वालेटमा तपाईँको नजिकैको अन्सारी एक्सचेन्ज अल्फर्जन एक्सचेन्जमा तपाईँले पैसा पठाउनुहुन्छ नि नेपालमा को हुनुहुन्छ परिवार तपाईँको आफ्नै अकाउन्ट खोलियो छैन खोल्नु भएको छ तपाईँसँग एकदम धेरै अप्सन छ तपाईँले नजिकैको एक्सचेन्जमा जान सक्नुहुन्छ होइन अन्सारी अल्फर्जन पनि जान सक्नुहुन्छ उनीहरूको एप पनि डाउनलोड गर्न सक्नुहुन्छ अन्सारीको एपबाट तपाईँलाई फ्री छ ई सेवा वालेटमा पैसा पठाउन फ्री छ होइन मेरो वाट्सएप हजुरले चाहिँ हजुरले कल गर्नुभयो भने म तपाईँलाई त्यो हाम्रो अन्सारीको एप्लिकेसनबाट कसरी ई सेवा वालेटमा पैसा जम्मा गऱ्यो भने त्यो पनि सिकाइदिन्छु होइन अनि तपाईँले अन्सारी एपबाट हाल्नु भने फ्री छ इएन मनी गो टिम रेमिटलीबाट हाल्दाखेरि फ्री छ होइन ई सेवा वालेटमा तर लोकल नम्बर यहाँको लोकल नम्बरबाट तपाईँले खोल्नु भएको छ भने अल्फर्जन अन्सारी एक्सचेन्जबाट तपाईँले हाल्न सक्नुहुन्छ ब्रान्चबाट अथवा एपबाट हाल्यो भने चाहिँ हरेक महिना 2 ट्रान्जेक्सन फ्री छ त्यसो ट्रान्जेक्सनदेखि चाहिँ जम्मा तपाईँको 10 दिन मात्रै लिन्छ सर्भिस चार्ज पनि सजिलो छ अहिले तपाईँले कसैले ई सेवा वालेट डाउनलोड गर्नु भएको छ देखाउनु भयो भने प्राइस दिन्छु है कस्तो प्राइस अलरेडी ई सेवा वालेट मोबाइलमा छ भने मलाई देखाउनुहोस् तपाईँले प्राइस दिन्छु देखाउनु न गेम खेलेर प्राइस दिनुपर्ने हुन्छ है कोही ई सेवा वालेट कोहीसँग छ तपाईँसँग मलाई देखाउनुहोस् मसँग मोबाइलमा ई सेवा वालेट छ भनेर देखाउनुहोस् तपाईँलाई म पुरस्कार दिन्छु पुरस्कार चाहिँ के प्राइस यो तपाईँले यहाँ तिर हान्ने तिरमा हानेपछि तपाईँको त्यो अनुसारको तपाईँलाई गिफ्ट हुन्छ है त छैन ई सेवाको एप छैन भने अहिले तुरन्त डाउनलोड गर्नु तुरन्त तपाईँलाई गिफ्ट पाउनुहुन्छ यो चाहिँ के को लागि सर वास्तवमा ये कब मिलेगा ये विनर 8 बजे के बाद नेपालै नरहे उचाइ हाम्रो खाने फ्री में बढ़िया था ओके वो ओके मार्केटिंग हो गया लाइन लाग्नु पर्छ यता हुन्छ यता हामीसित अझ धेरै कार्यक्रमहरू छ जब जब साँझ पर्दै जान्छ मलाई थाहा छ तपाईँहरू धेरै टाढाबाट पनि आउनु भएको छ त्यतिखेर नेपालको राष्ट्रिय कलाकारहरूको प्रस्तुति हेर्न पाइएला भनेर पनि बसिराख्नु भएको छ हो कि होइन हजुर मलाई थाहा छ हामी 1 दर्जनभन्दा बढी कलाकारलाई यति ठुलो मञ्चमा हामी एकैसाथ उतार्दैछौँ यति सबै भव्य कार्यक्रम गर्ने हुने सम्पूर्ण साथ सहयोग दलले सङ्घ संस्था हाम्रो आफ्नै नेपाल राष्ट्रको भाषा यसरी ताली बजाउनु सक्छ
विभिन्न आफूलाई मैले भनिदिन साथीहरूलाई संसार साथीहरूलाई गेटमा अलिकति साथ बोलेको भएर तपाईँ हामी त धेरै भाग्यमानी छौँ हजुर धेरै माथि आइछौँ कस्तो लागिरहेको एकदम बढिया नर्मल है गर्मी कति छ गर्मी गर्मी छ हजुरलाई कस्तो लागिरहेको भाइ कस्तो लागिरहेको मनैबाट तपाईँलाई खुसी लागेको छ भने एकचोटि सबैले हात माथि गरेर ताली बजाइदिनु त हजुर हेर्नुहोस् त सबै मिलेर गर्ने भने कति राम्रो कार्यक्रम हुँदो रहेछ हेर्नुहोस् त हो कि होइन हजुर यो सबै म यतिखेर यो माइक्रोफोन आदिवासी जनजाति महासङ्घका उद्घोषकज्यू सुरेन्द्र सर र मनिषा म्यामलाई यो स्टेजमा आमन्त्रण गर्न चाहन्छु उहाँहरूको प्रस्तुतिको लागि यो उद्घोषक ताली सुनाउन हामी हात उठाउनुहोस् त एकपल्ट 20 पट्टिको देखाउनुहोस् त अब एकपल्ट बसेको अवस्था छ Are you ready, guys? Okay. Here are funny discovery Golasa. Okay. So here are funny discovery Golasa. Aku play bagus. अलिकति त्यहाँनिर दुई यो पनि होइन अर्को एउटा थाहा होइन कहाँनिर कुन ओके त्यहाँनिर ल सेवा र ठुली भनेर बजाइदिनुहोस् ल त्यसो भए ओके सबैजना है त नो प्रब्लम सो त्यो ट्र्याक भेटिएन मैले यो गीत गाएँ ल सबैजना रेडी होइन त एकपल्ट माथि है यो हो त सबैजना कम अन यो आहा आहा यो सबैजना ताली सबैजना होइन आहा आउनेवाला छ
also पश्चिमको ही पूर्व घर राष्ट्र सङ्घ आदिवासी जनजाति महासङ्घमा आबद्ध 11वटा जातीय संस्था मिलेर प्रस्तुत गरेको राष्ट्रिय गान यहाँहरूको लागि स्वागत आजको लागि तपाईहरु सम्पूर्णलाई स्वागत गर्दै अबको क्रममा स्पेशल थ्याङ्क्स टु आदिवासी जनजाति महासङ्घ युएको हाम्रो सांस्कृतिक विभाग प्रमुख शीला राणा मगरज्यूलाई पनि मलाई बताऊ न बाबा के छ हजुर तर बित्ता भएन क्या
सक्नुहुन्छ यो चाहिँ टोयलेटको लागि लाइन लागेको अवस्था छ। अनि यस्तो पनि छ भन्ने कुरा हुनु पर्यो नि त जानकारी। आधा पनि होइन। निवर्तमान 17-19 को कार्यकालका हाती बाँध राख्नु। सांस्कृतिक माहौलमा प्रस्तुत Saraswati Khatri, Mr. Vikram Kuna, Mr. Raman Maharjan. Let's enjoy this soulful performance. Please enjoy the performance. मेला चल रहा है। यहाँ सांगीतिक प्रस्तुति को लागि यहाँ सेटिङ हुँदैछ। सांगीतिक प्रस्तुतिको तयारी हुँदैछ। सेटिङ हुँदैछ। खोइ त राखेको भने त नभइले हामी दुवै जाउँ क्या अब
माली गाई चौरमा चली सिरको सिन्दुर देखेर भगवान हो उहाँलाई धेरै नपर्खाउँ आफन्तलाई घरमा सम्झिँदा एउटा नमस्कार बमबहादुर कार्कीले दुबईमा आएका थिए दुबईबाट एउटा नमस्कार पठाएका छन् है भनेर भन्नु होला कतैले पैसा पठाउनु समाचार पठाउनु त्यो समाचारसँगै बमबहादुर कार्की र शिवा आलेले एउटा नमस्कार तपाईँ जाँदाखेरि साथी भएर आउनु साथीहरूलाई नमस्कार हवस् त धन्यवाद नमस्कार शुभ सन्ध्या Welcome to the stage, Narmata Saraj! Narmata Saraj! Namaste Dubai! Jai Dubai! रमाइलो भइरहेछ अघि यहाँहरूलाई यति धेरै सङ्ख्यामा देखेर नि ट्रस्ट मी मलाई यस्तो डर लागिरहेको थियो स्टेजमा कसरी जाने होला भनेर तर अघि हाम्रो आदरणीय बमबहादुर सर र शिवाले म्यामको पर्फर्मेन्स हजुरहरूले जस्तै इन्जोय गर्नुभयो नि मलाई पनि यति धेरै एनर्जी आयो थ्याङ्क यू सो मच फर द्याट र अन बिहाफ अफ द एन्टायर नेपाली कम्युनिटी आई वुड लाइक टु थ्याङ्क एम्बेसी अफ नेपाल अबुधाबी एनआरएनए सम्पूर्ण नेपाली समाज यो यति राम्रो नेपाल फेस्टिभल 2025 अर्गनाइज गरिदिनु भयो र यति रमाइलो भइरहेछ म पनि ब्याक स्टेज बसेर एकचोटि मैले यहाँबाट पछाडिसम्म हेर्छु खोइ कतिजना उपस्थित हुनुहुन्छ एकचोटि फ्ल्यास लाइट चाहिँ एकचोटि अन गरिदिनु होला प्लिज सबैजनाको कहाँसम्म हुनुहुन्छ म एकचोटि हेरिहाल्छु प्लिज प्लिज नेपाली होली म यो मोमेन्ट चाहिँ क्याप्चर गर्न चाहन्छु एकचोटि सबैजना फ्ल्यास लाइट सबजनाले हात माथि गर्नुहोस् त खोइ त हेर्छु त
यति बेला म नेपाल फेस्टिभल यो दुबईमा छु हाम्रो नेपालीहरु हेर्नुस् त कति धेरै हुन्छ एकटा हल्ला सुनिदेऊ त ओ माय गॉड यति धेरै माया एकचोटी सबको हात बाँधी हुनु पर्यो एकचोटी यति माया पाइन्छ भने त हामी अघिबाट ब्याक स्टेजमा कति बेला नाच्ने होला नजिक तानेर बोल्या आफ्नै ठानेर चोली फाट्यो मायाको मैसीलाई दिउला नि सँगसँग दिउला नि मैसीलाई दिउला नि सँगसँग दिउला नि एक हल्ला सुरु पर्यो 1 2 3 go घुम्न जाउन पोखरा तिम्रो पनि कोछरा चोली फाट्यो मायाको चोली फाट्यो मैसीलाई दिउला Okay, thank you. For Elena Johan. Maya bazar ma kinsu ma break party ajai nei छुट्यो फेरिमा मेरो छुट्यो फेरिमा तेरे कारण बन्धनमा थिए म अब फेरिमा तेरे कारण बन्धनमा थिए म अब फेरिमा हो तेरे लाभ चाहिँ कट्टा हान्नुपर्छ होइन सबैजनालाई त कट्टा हान्छु प्लिज मान्छे घर घर गएको अवस्था हो हेर्न सक्नुहुन्छ तपाईहरुले हैन Crowd control plan has been implemented. Please follow instructions from the station staff.
गर्न सफल हुने कोही ब्युटिफुल लेडी वेलकम टु द स्टेज नर्मदा सुरेश नर्मदा सुरेश नमस्ते दुबई जय दुबई रमाइलो भइरहेछ अघि यहाँहरूलाई यति धेरै सङ्ख्यामा देखेर नि ट्रस्ट मी मलाई यस्तो डर लागिरहेको थियो स्टेजमा कसरी जाने होला भनेर तर अघि हाम्रो आदरणीय बमबहादुर सर र श्री बाले म्यामको पर्फर्मेन्स हजुरहरूले जस्तै इन्जोय गर्नुभयो नि मलाई पनि यति धेरै एनर्जी आयो थ्याङ्क यू सो मच फर द्याट र अन बिहाफ अफ द एन्टायर नेपाली कम्युनिटी आई वुड लाइक टु थ्याङ्क एम्बेसी अफ नेपाल अबुधाबी एनआरएनए सम्पूर्ण नेपाली समाज यो यति राम्रो नेपाल फेस्टिभल 2025 अर्गनाइज गरिदिनु भयो र यति रमाइलो भइरहेछ म पनि ब्याक स्टेज बसेर हामी सबैजना सिङ्गर्सहरू पनि नाचिरहेको थियौँ होला सुन्यौ त रातैभरि निन्द्र छैन आँखा झिमिझि यसो आँखा जोड्यो भने सपनीमा तिमी बस्यौ हलकै ओ यता जो मन खल्क्यौ ढला ओ यता जो मन खल्क्यौ ढला सबैले एकठै जो मन खल्क्यौ ढला ओ यता जो मन एकटा होला सुन्यौ त नेपालीहरुको सेवा सत्तामाथि पनि सबै लागिन्छ सबैले सबैका माथि प्लिज सबैका माथि हेर्नु त एकचोटि प्लिज यतातिर बस्तीको नि सेवा मैले सधैँ तिमलाई रोजे तिमलाई मात्रै हेरे के कुराको कमी देख्यौ मन पारिनौ के रे बस्यौ अलग्गै ओ यता जो मन खल्क्यौ ढला यता जो मन खल्क्यौ ढला अलि लाउड गर्दैन अब चाहिँ जोस चाहिँ है त सबै सबै नजिक तानेर बोल्या आफ्नै ठानेर बोल्या आफ्नै ठानेर टोली फाट्यो मायाको टोली फाट्यो मायाको मैसीलाई दिउला नि सँगसँग दिउला नि मैसीलाई दिउला नि सँगसँग दिउला नि एक होला सुरु पर्यो घुम्न जाउन पोखरा तिम्रो पनि पोखरा सम्मानमा देउनु पर्यो आयो मैसाबको घरमा राति राति लाइटको भरमा हावा दिन्छ दिन्छ
हजुरलाई जाडो होला मेरो गलबन्दी पैसाको घरमा राति राति लल्टीको घरमा हजुरलाई जाडो होला हजुरलाई जाडो होला मेरो गलबन्दी हजुरलाई जाडो होला मेरो गलबन्दी कोही नाच्यो झिल्के नाच्यो मिल्छ भने एजनको बनिस्यो के छ बिचार नलजाइ भनिस्यो हजुरलाई जाडो होला मेरो गलबन्दी एजनको बनिस्यो के छ बिचार नलजाइ भनिस्यो हजुरलाई जाडो होला मेरो गलबन्दी हजुरलाई जाडो होला मेरो गलबन्दी हजुरलाई जाडो होला मेरो गलबन्दी कोही नाच्यो झिल्के नाच्यो सबैलाई सबै प्लिज सबैले नाच्यो झिल्के नाच्यो मैलाई किन हेरिसो अरुनी कन्दै होलान् हजुरका तरुण हजुरलाई जाडो होला मेरो गलबन्दी यो चाहिँ ट्र्याक बजाउनलाई पनि रिक्वेस्ट हो है छुट्यो पिरीमा मेरो छुट्यो पिरीमा अब पनि योभन्दा बढी गायो भने चाहिँ मलाई यहाँबाट निकालिदिनुहुन्छ सो give a huge round of applause for Elina Chauhan. सुपर सब ट्र्याक बजाइदिनु न एलिना चौहानको सुबी सर केही कुरो बोलाउँछ ट्र्याकमा
धोका दियौ भने मा कसम अगाडितिर तिमीले धोका दियौ भने मा कसम मलाई चाहिँ अब नाच्दै दाइ त I'm here,